हामीलाई चाहिँ आज एकदम चिसो पनि छ, भोलि माघे सङ्क्रान्ति हैन। त्यही भएर यसो जाडो भगनलाई हैन आज खसीको मासु बनाउँदैछु। यसमा चाहिँ अब ज्वानोहरू, मेथी हैन सबै फुराएर प्याज पनि फ्राई गरिसकेको छु है। अलिकति यो ब्राउन भइसके लगतै खसीको मासु लगाउँछु हैन। यो खासै आइडिया त छैन, फेरि नि बसी बिहान एउटा टास्क पुरा गर्नलाई एउटा भिडियो पनि होस् हैन, ओरिजिनल कन्टेन्ट पनि होस् भन्ने हिसाबले हो है। अब यो ब्राउन भइसकेको छ, यसमा चाहिँ अब खसीको है यसो हालेर फ्राई गर्न जाँदैछु। यसलाई मजाले फ्राई गर्ने। अन्त सबैको आफ्नो स्टाइल हुन्छ हैन। यसमा एकदम सिम्पल खालको हैन। खसीको मासु भन्दा नि मलाई चाहिँ एकदमै सुप मनपर्छ है। अब म यसको लागि मसला बनाउन गइरहेको छु। यो अदुवा, 3टा खुर्सानी चाहिँ धेरै खाइँदैन है। अनि अलिकति जिरा धुलो, बाहिरी मसलाहरू खासै प्रयोग गरिँदैन है। बाहिरी मसला नि छ छनलाई चाहिँ अब यतिको चाहिँ म पेस्ट बनाउँदैछु। म चाहिँ अलिकति नुन एड गरेर मसला पिन्दैछु ताकि अलिकति पिन्दाखेरि चाहिँ यो मसिनो होस् हैन। त्यो अब लगभग तयार भइसकेको छ। यतिकै गरेको मसला भन्दा चाहिँ हैन पिनेर म बनेको मसलाको चाहिँ स्वादै बेग्लै हुन्छ है। त्यही पनि सिलौटोमा चाहिँ अलिकति लसुन पनि मिसाउँदैछु है। म अब यसमा म अलिकति स्वाद अनुसारको बेसार लगाउँदैछु हैन। त्यसै गरी स्वाद अनुसारको नुन है। अनि त्यसै गरी पेस्टको लागि यो चाहिँ अहिले टमाटर ल्याएको छु है, 3वटा। ल त्यसै गरी यो पनि लगभग तयार भइसकेको छ है। यसलाई चाहिँ पछि हाल्नुपर्छ। अब यसमा पनि हल्का पानी आइरहेको छ। पानी लगभग हामी सुकिसकेपछि अघि तयार गरेर राखेको लोकल पेस्ट है मसला हाल्नेछौँ। ल अब पानी पनि सुकिसकेको छ, हामी बनाएर राखेको अघि पेस्ट हाल्दैछौँ है। मजाले मिक्स गर्छौँ। यसको साथसाथै मिक्स मसला सबै छ है। यसमा चाहिँ ज्वानो अनि त्यस पछाडि चाहिँ यो ल्वाङ, सुकमेल, अलैँची हैन सबै किसिमका मसलाहरू मिक्स छ यसमा। म चाहिँ हाले पनि हुन्छ, नहाले पनि हुन्छ हैन। तर म चाहिँ यो अलिकति टेस्ट आओस् भनेर गरम मसला राख्दैछु हैन। ल अनि त्यसै गरी अघि तयार पारेर राखेको टमाटर है यसमा चाहिँ एड गरेँ। अनि यसै गरी अब यसलाई हल्का यो गलिसकेपछि हामी यसलाई चाहिँ निकाल्छौँ। अहिले म यसलाई छोपेर राख्छु है त। अब भने यो गजबको हैन ग्रेभी टाइपको आइसकेको छ। अब यसलाई चाहिँ हल्का अझै पाक्न दिएर हैन यसमा हामी पानी एड गर्छौँ आवश्यकता अनुसारको। चिसो मौसम छ हैन, खासमा सुपकै लागि है। अब यो सुकेपछि हल्का सुकेपछि हामी
यसमा पानी एड गर्छौँ। ल अब अनि हाम्रो मटन लगभग तयार भइसकेको छ है। यसमा अब म सुपको लागि चाहिँ पानी एड गर्न गइरहेको छु आवश्यकता अनुसारको हैन। अब यसलाई यति गरिसकेपछि लगभग 15-20 मिनट जति मजाले छोपेर हैन यसरी उमाल्नु पर्यो है त। ल सबैको आफ्नो तरिका हुन्छ, तर मलाई चाहिँ टिमुरे एकदमै मनपर्छ। म चाहिँ लास्टमा लगाउँछु जहिले पनि है। फेरि एकचोटि टिमुरे हालेर यसरी चलाएर चाहिँ फेरि म छोप्दैछु। मजाको ग्रेभी आइसकेको छ है। यसलाई अझै एकचोटि छोपेर चाहिँ पकाउनुपर्छ। ल अब रेडी भइसकेको छ यो चाहिँ। तपाईँले यसलाई चाहिँ भातसँग, ढिँडोसँग, रोटीसँग सर्भ गरेर खान सक्नुहुन्छ हैन। क्यामेराम्यान भान्जा विपिनको साथमा म कुक गर्ने मान्छे है। थ्याङ्क्स फर वाचिङ, बाई बाई।